सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस् र सम्पूर्णमा जय मसीह नमस्कार। म फेरि पनि तपाईहरुको माझमा परमेश्वरको जीवित वचन पाठ गर्न गइरहेको छु। वचन रहेको छ हितोपदेशक 2 अध्यायको 7 पद 8 पद म अध्ययन गर्नेछु। हुन्छ। उहाँले इमानदारको लागि आफ्नो भण्डारमा विजय साँचेर राख्नु भएको छ। जसको चाल निर्दोष छ तिनीहरूका लागि उहाँ ढाल हुनुहुन्छ। 8 पदमा किनभने उहाँले न्यायको मार्ग रक्षा गर्नुहुन्छ र आफ्ना विश्वासयोग्य भक्तजनहरूको बाटो रक्षा गर्नुहुन्छ। आमेन। हालेलुया। प्रभुको महिमा भएको होस्। परमेश्वरले चाहिँ दिन्छु भन्नु भएपछि दिनुहुन्छ र पाउनको लागि हामीले परमेश्वरको आज्ञा मान्नुपर्छ। प्रभुलाई महिमा भएको होस्। हामीले पनि आफ्नो छोराछोरीले हामीले भनेको कुरा मान्यो भने उनीहरूले मागेको कुरा हामी दिन्छौँ र परमेश्वरले पनि उहाँको आज्ञा मान्यो भने हाम्रो जीवनमा सबै कुरा पुरा गरिदिनुहुन्छ। आमेन। फेरि पनि जय मसीह नमस्कार।